एक दिन चाहिँ मेरो एटिएम कार्डलाई मेरो बुढालाई चटपटे खान मन लागेछ। मैले पनि लौ त बुढालाई खुसी पार्नै पर्यो भनेर चटपटे बनाउनलाई रन्केर गएर बारीमा गएर खोर्सानी टिप्न लागेँ। सुरुमा खोर्सानी नभए त फेरि मिठो पनि भएन नि त हैन। यसो ट्वाक्क अमिलो पिरो, फेरि बुढा के लक्षण हो यो, जातिबित्ति अमिलो पिरो खान मन गर्दैन आजभोलि। यो त उल्टो उल्टो लक्षण देखिन थाल्यो होइन के। अनि खोर्सानी सँगसँगै प्याज पनि टिपेर ल्याएँ है बारीबाट। आफ्नै बारीको हेर्नु त ल कति मजा। अब बुढाले रहर गरिहाले होइन, बुढाको रहर त पुरा गरिदिनै पर्यो के अरे। त्यसमा थोरै मटर र काँक्रो पनि हाल्यो। अब चाउचाउ नहाल्ने त कुरै भएन होइन, चाउचाउ नहाले पनि चटपटी होला त कहिल्यै। त्यसमा आफ्नो स्वादअनुसार नुन पनि राख्नै पर्यो, आलु राख्नु पर्यो, अलिकति तेल र बेसारले पनि झानिदे झैँ गरेर। त्यसमा चाउचाउ हाल्यो, वाइ वाइ हामी सबैको मनमा वाइ वाइ। त्यसपछि अलिकति पिरो खोर्सानी चाहिँ हाल्नै पर्यो नि त होइन, यो झन् छुट्याउने कुरै भएन। यसले पनि मिठो हुन्छ, मलाई मिठो लाग्छ है। ल कागज पनि आफ्नै बारीको, ओहो यो त झन् खिच्नै बिर्सेछु। आफ्नो बारीबाट टिपेको है। बुढालाई खुवाउने एक्साइटमेन्टले नि मैले सब बिर्सिन्छु कि सब। एकतिर सोच्यो अर्कोतिर काम भइदिएर हुन्छ, त्यही पनि ठिकै छ। अब हाल्यो कागजमा, रस चाहिँ राम्रै थियो, यो देखिएन, खिच्ने मान्छेको गल्ती हो खास है। अब बन्दा झन् यो आफ्नै बारीको, मैले तपाईँहरूलाई अस्ति पनि देखाइसकेको छु मेरो बारीमा कति बन्दा छ। भुजा चाहिँ होइन है, फेरि भुजा चाहिँ किनेर ल्याएको, थोरै भुजा राखेर मजाले मोलेर मेरो बुढालाई आज मैले खुवाउनेवाला छु। ल हेर्नुहोस् आफ्नै हातले, आहाहा। अलिकति यो भुजिया पनि बाँकी थियो है विकासजीको, दालमोठ, यो पनि मिठो लाग्छ मलाई चाहिँ, पिरो पिरो। नहालिकन भएन होइन, सकिसकेको थियो, त्यसलाई पनि काराङ कुरुङ पारेर हालेर फाइनली सक्यो। बुढाभन्दा अगाडि मेरो यहाँ पाहुनाहरू, मेरो देवीहरूलाई चाख्न दिनु पर्यो। आहा कति मिठो भएछ, थ्याङ्क यू।